हेलो एभ्रिवान, गुड मर्निङ। वेलकम छ तपाईँलाई फेरि मेरो भिडियोमा। आज फेरि नुडल्स नै लिएर आएको छु। बिहानको ब्रेकफास्ट म्यागी बनाएको थिएँ। म्यागी यहाँ यस्तो छ हो। अन्त यहाँ मेरो अन्डा पनि छ। चारवटा थियो कि चारवटामा दुईवटा त नानीले खाइदियो, अन्त दुईवटा छ। अन्त यहाँ हिजोकै चिली फ्लेक्स थियो, त्यो हालेर पिरो बनाएर खान्छु। आज त मैले एकदम सुपीवाला बनाएको छु, जाडो जाडो छ कि, अन्त सुपीवाला पिरो पिरो बनाएको छु। अन्त अब रेडी गरेको होला खानु। सुप बनाएको थिएँ कि, तर सुप त पुरा उयो भएछ नि, म्यागीमै कम्ती भएछ सुप त। ल अब खाइल बहिनी। गोला बहिनी गएको, गोला बहिनी भनेको पुरै बहिनी भनेको तिमीलाई दामी तातो तातो। तपाईँले भन्छ होला कति नुडल्सहरू खाएको भनेर है, तर हामीलाई ब्रेकफास्टमा त्यस्तैहरू मनपर्छ। रोटीहरू हामी कम्ती खान्छ, त्यस्तै नुडल्सहरू प्रायः बनाएर खान्छ हामीहरू हो। यस्तै मनपर्छ नि त। यो त म्यागी बनाएको तर मैले आज चाहिँ नानीले अघि खाइसक्यो हो। तर मसँग बसेर अन्डा खाँदैछ मेरो सानो छोरी चाहिँ। कस्तो भयो अन्डा? अन्डा पनि छ मेरो। तो मिठो पिरो भयो। मिठो पिरो अघि पनि त्यस्तो भयो, अघि पनि त्यस्तो हुने मिठो पिरो भन्यो। अघि पनि खाइसक्यो त अन्डा। एउटा अन्डा मेरो दुईवटा छ। एउटा अङ्कल छ के खाइसक्यो। एउटा एक खाइसक्यौँ। हेलो करो तो निकलता है। चपस्टिकले भर्खर भर्खर खान सिकेको कि, अन्त साह्रो पर्यो। अब त चम्चीले खान्छ सुप। सक्नु आँट्यो नगर। अन्डा देखाउँछ मेरो छोरीले। स्कुल जानुपर्छ मेरो। खाऊ खाऊ खाऊ।
स्कुल जानुपर्छ आमा स्कुल जानुपर्छ उहुँ, किन आमा आमा स्कुल जान्छ म खानु देऊ पहिला यो पनि खानु सक्छ यो खोर्सानी पुरा थियो कि आमा पिरो भयो पुरा आमा सक्यो भने सक्यो यो नि हामी स्कुल जान्छ उहुँ, ला भन्नु न सुन ला एकछिन बका यस्तो डिस्टर्ब गर्छ मेरो छोरीले को नगर आइया यहाँ डिस्टर्ब गर्छ लु फिनिस भयो खाइसके सबै आमा थ्याङ्क यू तपाईँलाई मेरो भिडियो सोधेकोमा नेक्स्ट भिडियोमा फेरि भेटौँ तपाईँसँग ल नेक्स्ट रेसिपी त होइन नेक्स्ट अब के हुँदो रहेछ हो के म लिएर आउँदैछु नेक्स्ट भिडियोमा भेटौँ थ्याङ्क यू फर वाचिङ बाई बाई आमा